हिजो यो मरीको भिडियो राख्दा यो मरीको रेसिपीको लागि फुल भिडियो मागेको हुनाले अस्मिताको लागि आज यो भिडियो। सक्खरलाई मैले तातो पानीमा भिजाएर राखिदिएँ मेल्ट हुन्छ भनेर। मसिनो चामलको पिठोमा तातो पानी हालेर यसलाई चलाउनु पर्दछ। थोरै थोरै हाल्दै यसलाई चाहिँ मिसेर एउटा डो बनाउनु पर्दछ। धेरै साह्रो पनि होइन, धेरै गिलो पनि होइन। अनि यसलाई चाहिँ आधा घन्टा जति रेस्टमा राख्दिने। मैले तातो पानीमा भिजाएको सक्खर चाहिँ मेल्ट भएन, मलाई अलिक चाँडै नै चाहिए भएर यसलाई एकैछिन ग्यासमा राखिदिए पछाडि यो मेल्ट भइहाल्यो। अनि यसलाई चाहिँ म छानेर लिँदैछु। यो चाहिँ 4 भएको भएर छानेर त्यो भाँडालाई सफा गरेर मैले त्यही भाँडामा नै फेरि यो सक्खर हालेर एकछिनसम्म पकाउनु पर्दछ। अलि बाक्लो चाहिन्छ हामीलाई सक्खर चाहिँ। मसँग तिल, भाङ र आलस भुटेको थियो, त्यही राखिदिएँ। यसलाई पिनेर राख्दा पनि हुन्छ। अनि नरिवललाई चाहिँ ग्रेट गरेर राखिदिएँ। यतिको भए पछाडि चाकु पनि रेडी भयो। चाकु पाक्दै गर्दा चाहिँ अलिकति घिउ हाल्दा फेरि पनि हुन्छ, मैले चाहिँ राखिनँ। अब यो मरीको लागि सेप रेडी गर्दैछु। हातमा थोरै तेल लगाएर चाहिँ आफूले यो मरीको सेप बनाउने हो। खासै राम्रो भएन, फर्स्टचोटि भएको भएर पनि होला क्यारे, तर ठिकै छ। फर्स्ट ट्राई राम्रै ठिकै छ, सेटिस्फाई नै छु। अब नेक्स्ट टाइम बनायो भने त खतरा बनाउँछु मैले। अब यसलाई चाहिँ स्टिमरमा राखेर 20 मिनटसम्म चाहिँ हामीले यसलाई स्टिम हुन दिनु पर्दछ। त्यस पछाडि चाहिँ यो मरी खानको लागि रेडी हुन्छ। अलिअलि फुटेको छ तर पनि खाँदा मिठो छ। ट्राई गर है अस्मिता।